आजको हाम्रो यात्रा चाहिँ मेलुङबाट सुरु भइसकेको छ। अहिले चाहिँ हामी डाँडाखर्क स्कुलको ठिक मुनिको रोडमा चाहिँ आइपुगेका छौँ। अहिले चाहिँ हामी सुँगुरेमा आइपुगेका छौँ र अलिकति हामी बाटोको अलिकति कन्फ्युजन पनि भयो नि त। हेर्न सक्नुहुन्छ हामीले चाहिँ यसरी नागबेली चाहिँ देख्न सक्छौँ। अब चाहिँ हामी जुरेढुङ्गा चाहिँ आइपुग्न लागेका छौँ। हेर्न सक्नुहुन्छ अघि नै मैले बताएको जुरेढुङ्गा मन्दिर भन्दा पनि भयो। यहाँ मन्दिर रहेको छ, यस्तो रहेको छ। यहाँ चाहिँ सैलुङको डाँडा छ। यहाँ हो र उता देखिनुहोस् डाँडा। ए है सैलुङको केही टाकुराहरू चाहिँ यहाँ देख्न सकिन्छ। हेर्न सक्नुहुन्छ यसरी नागको जस्तो देखिन्छ यो आकार चाहिँ। हामी चाहिँ यो एउटा यस्तो ढुङ्गामा आएको छौँ जहाँ चाहिँ यहाँ हामीले सिक्का हाल्दा चाहिँ साउन्ड मोसन हुन्छ। यहाँबाट होइन त, यहाँबाट होइन त, हल्का केही आएको जस्तो चाहिँ फिल भयो। यसमा चाहिँ के छ भने नि विशेष चाहिँ यसमा चाहिँ हामीले यो जुन घोडा हुन्छ त्यो चाहिँ यहाँनिर यस्तो यो भागमा यसरी गराल्दा चाहिँ एकदमै घुँडा दुखेको चाहिँ ठिक हुने भन्ने चाहिँ यसको आस्था रहेको छ। म पनि ट्राई गर्छु। ल यो चाहिँ हाम्रो ढाड कनाउने ढुङ्गा भ्याकुता आकारको छ। अहिले चाहिँ हामी द 100 हिल्स अफ सैलुङ, यहाँ चाहिँ एकदम 100वटा टाकुराहरू छन्। यो ट्रेकिङ एकदमै रमाइलो भइरहेको छ, एकदमै क्या। बाटो यस्तो छ है गाइस, बाटो अहिले चाहिँ हामी त्यो सैलुङको ग्रेट वाललाई चाहिँ गइरहेको छौँ। अर्को भनेको चाहिँ यता कता त्यो पनि हेरिरहेको छौँ। सैलुङको ग्रेट वाल अफ नेपालमा जाँदैछौँ अहिले चाहिँ हामी होइन टाका लाएर। अहिले चाहिँ हामी महादेव गुफातर्फ लागिरहेका छौँ। कस्तो छ त्यहाँको गुफा हेरौँ। महादेव गुफा चाहिँ
यहाँबाट नि अझै उता रहेको छ। घुर 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 हुश लखै ए साइलेन्ट